हेलो साथीहरू सबैजनालाई नमस्कार। मैले आज सानो एउटा मेरो पसल ओपनिङ गरेको, त्यो पसलको एउटा सानो मिनी ब्लग लगाउँदैछु। त्यत्रो ठुलो पसल त होइन, तर सानो सानो यसो किराना सामानहरू, यसो बच्चाहरूले खाने सामानहरू, हामी ठुलोहरूलाई पनि यसो खाने तेलहरू, चाउचाउहरू, कोकहरू इत्यादिहरू सबै राखेको छु। थोरै राखेको छु, धेरै त छैन। अनि हजुरहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। सबैजनाले सब पनि गरिदिनु होला। सब गरिसकेपछि अनसब नगरिदिनु होला। अनि सबैजनाले कमेन्ट पनि गर्नु होला कस्तो लाग्यो। मैले आज सुरुदेखिको कमाइ हेर्नु है, थोरै हो पनि थोरैबाट सुरुवात गरेको, थोरैको आजको मेरो कमाइ। यता चाहिँ चटपटे पानीपुरीहरू पनि छ है त साथीहरू।